पाटन कृष्ण मन्दिर हत्याकाण्डमा हैन यो भिडियो हेरिकन माफ माग्न गएको जस्तो लाग्दैन क्या हैन। अहिलेसम्म न्युज फैलिएको चाहिँ दाजुभाइ माफ माग्नु गएको अनि त्यसपछि चक्कु प्रहार गरेर मारेको भनेर जति पनि हल्ला फैलाइरहेको छ नि त। तर यो वास्तवमा यो होइन क्या। रङ नम्बर डायल गरेर अनि त्यसपछि यो यस्तो हुन्छ त। यो पहिल्यैदेखि केही रेसिपीहरू थियो हैन, केही झगडाहरू भइरहेको थियो अनि चाहिँ यस्तो गरिएको दाजुभाइले हैन। चक्कु प्रहार गर्नुभन्दा अगाडिको भिडियो हो यो हैन। सुरुमा दाजुभाइले मजाले धोबी धुलाइ हानेको छन्, त्यो मार्नसम्म पछि छोडेको छैनन् दाजुभाइले हैन। त्यस्तो डेन्जर कुटेको छन् दाजुभाइले। अनि त्यसपछि चाहिँ उसले आफ्नो सेल्फ डिफेन्सको लागि हैन, आफ्नो सुरक्षितको लागि चाहिँ अनि उसले चक्कु प्रहार गरेर कि मार्छु कि मर्छु भनेर चक्कु प्रहार गरेको हो जस्तो लाग्छ क्या यो भिडियो हेरिकन। सो सबै छानबिन हुँदैछ, राम्रोसँग छानबिन भएर दोषीलाई कारबाही त गर्नै पर्छ हैन। दोषीलाई कारबाही त हुनै पर्छ र पीडितले न्याय चाहिँ पाउनै पर्छ। तर यो धेरै अगाडिदेखिको रेसिपी हो जस्तो लाग्छ क्या। राम्रो छानबिन होस्, त्यही नै हो हाम्रो लागि।